मैले हिजो तिमीहरूलाई पाठ 10को होमवर्क गरेर अनि पढेर पनि आओ भने थिएँ। ल अशोक तिम्रो होमवर्क देखाउ त। सर मैले त पाठ 10 मात्र होइन पाठ 12 सम्म गरेर ल्याएको छ अनि पुरै बुक पनि पढेर आइछु नि। हो र भेरी गुड। तिमीले यस्तै गरी मेहनत गर्दै गयो भने तिमी यो स्कुल टप्पर मात्र होइन पुरै देश टप्परै हुन्छौ। तर मलाई त पुरै विश्व टप हान्न मन छ सर। ए हान्छौ मजाले हान्छौ। साला अल्बर्ट आइन्स्टाइनको मिथ। ओइ विवेक तेरो होमवर्क देखा। सर हिजो तपाईँले होमवर्क दिने बेला म टोइलेट गएको थिएँ क्या। तर मैले हिजो कसैलाई बाहिर त पठाइनँ। हेर्नु न सर कपी नै घरमा बिर्सिछु भने। खाना र हग्न त बिर्सिँदैनस् नि। त्यो त नेचुरल प्रोसेस हो नि त सर। मलाई अरू कुरा थाहा छैन, अब त्यहीँ उठेर बस। किन बसिस्? तपाईँले नै भने होइन उठेर बस। उठिराख। ल अरू सबैले होमवर्क गरेकै हौ ल भन्ठाना छु। अब अर्को पाठ पढौँ है त। सर यो त भेदभाव भइहाल्यो नि। के का भेदभाव? ल कसले होमवर्क गरे छैन हात उठाउ त। सर मान्नुहोस् कि कसैले मेरो पेन चोर्यो। अब तपाईँले क्लासमा आएर कसले यसको पेन चोर्याछ हात उठा भनेर पेन चोर पत्ता लाग्छ। भर्ता बोल्ने होइन, चुप लाएर उठिराख। साला तालु बुढो। के भनिस्? केही होइन सर पढाउनु। ल आज हामी पढ्छौँ कविताको बारेमा। त्यो कसैले नचिन्ने केटीको बारेमा चाहिँ किन पढ्नु? कविता भने पोएमका पोएम। ए ल पढाउनु। ल अशोक एउटा कविता वाचन गर त। मेरो कविताको शीर्षक छ पानी। पानीले हाम्रो प्यास मेटाउँछ। वाह 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 वाह। पानीले हाम्रो प्यास मेटाउँछ। बलेको आगो पनि पानीले नै निभाउँछ। वाह अति सुन्दर। थुक्क यसको भन्दा राम्रो कविता त मै भनिदिन्छु। ल भन्न त भन्। मेरो कविताको शीर्षक छ तालुमा आलु। हाम्रो नेपाली सरको कपाल छैन त्यसैले सबले भन्छन् यसलाई तालु। वाह वाह भन्न। हा वाह वाह वाह। हाम्रो नेपाली सरको कपाल छैन त्यसैले सबले भन्छन् यसलाई तालु। त्यो तालुमा ढुङ्गा हान्यो भने निस्किन्छ त्यो भन्दा नि ठुलो आलु। पख तँलाई त म प्रिन्सिपललाई नभनी कहाँ छोड्छु र। किन र सर मैले त्यस्तो खतरा कविता भनिर? अरे हो आफूलाई लक्ष्मी प्रसाद सम्झिने लोहादे प्रसाद। राइमिङ मात्र मिलाएर कोही कवि बन्दैन बुझिस्। बुझी। भोलि तिमीहरूको प्र्याक्टिकल मार्क्स दिइन्छ। सबजना स्कुलमा प्रेजेन्ट हुने नि। एकजना बराबर 25 मार्क्स आउँछ है। सर त्यसो भए म मेरो टोलका 3 जना थप केटाहरू ल्याउँछु। म शुद्ध 4 जना भइहाल्छ। मलाई त 100 मार्क्स आउँछ होला नि होइन? नाम भने विवेक तर यसको विवेक कुन दुलोमा छ थाहा छैन। ल अब म